दर्शकबिन यहाँलाई नयाँ भिडियोबाट स्वागत गर्न चाहन्छु। अहिले म तपाईलाई बुढो नायगढ सडकको पूर्वी खण्ड डाउने डाँडादेखि गैंडाकोटसम्मको ताजा जानकारी दिने क्रममा आज म तपाईलाई गैंडाकोट क्षेत्रको जानकारी दिँदैछु। गैंडाकोट क्षेत्रमा केही महिना केही समय अगाडि दुवैतर्फ कालोपत्री भइसकेको अवस्था छ अनि लगभग 5 किलोमिटर जति एरियामा अहिले बजार क्षेत्रमा अहिले धमाधम बीचमा दुईटा लेनलाई जोड्ने बीचको भागमा चाहिँ अहिले डिभाइडर लगाउने कामहरू धमाधम भइरहेको छ। आजको भिडियो सामग्री तपाईलाई अहिले भइरहेको ताजा जानकारी दिँदैछु। मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब अनि शेयर गर्न चाहिँ नभुल्नुहोला। अब लागौँ आजको भिडियोतर्फ। जुन क्षेत्र आज म तपाईलाई देखाइरहेको छु, जुन गैंडाकोट बजार क्षेत्रको आजको भिडियो सामग्री। दर्शकबिन अहिले गैंडाकोट बजार क्षेत्रमा अहिले काङ्ग्रेस चोकबाट काली गण्डकी चोक हुँदै बिरगुडी काँच कारखाना को एरियामा अहिले चाहिँ डिभाइडर लगाउने कामहरू तीव्र रूपबाट भइरहेको छ र उक्त बजार क्षेत्रमा अहिले जुन कालोपत्री दुवैतर्फ दुवै लेनमा भइसके पछाडि यात्रा गर्न सहजता र ट्राफिक जाम नहुने, भिडभाड पनि कन्ट्रोल हुने अहिले चाहिँ सहजता भएको छ। अर्को कुरा, अहिले चाहिँ जुन एउटा डिभाइडरको कामहरू अगाडि बढिरहेछ बजार क्षेत्रमा, उक्त डिभाइडर बनाइसके पछाडि उक्त बाटोको स्वरूपता, उक्त बाटोको चाहिँ सुन्दरता अझ थपिनेछ। किनभने उक्त बजार क्षेत्रमा अहिले डिभाइडर लगाइसके पछाडि पश्चात ग्रिनरी बनाउने जुन अभियान छ, उक्त क्षेत्रमा चाहिँ ग्रिनरी बिरुवाहरू लगाएर चाहिँ शोभायमान बनाउने जुन गैंडाकोट नगरपालिका क्षेत्र बजार क्षेत्रमा साँच्चै नै सुन्दरता देखिनेछ। र अन्तिम कार्य गैंडाकोट क्षेत्रको चाहिँ नारायणी ब्रिजको क्षेत्रमा अहिले कालोपत्री गर्नलाई केही भाग बाँकी रहेको छ र उक्त क्षेत्रको चाहिँ दुवैतर्फ वाइड बनाउन लागि तलबाट बेसहरू बनाइरहेको छ र अन्तिम बिन्दुमा अलिकति केही भाग अब कालोपत्री हुन बाँकी रहेको छ गैंडाकोट क्षेत्रमा। र लगभग गैंडाकोटदेखि जुन पूर्वी खण्ड जुन डाउने डाँडासम्मको लगभग कालोपत्री गर्ने चरणहरू धेरै नै पुरा भइसकेको अवस्था हो। र चोरमाला क्षेत्रमा केही बाँकी होला र अरुण खोला जङ्गलमा, नत्र भने लगभग धेरै नै कालोपत्री भइसकेको तपाईँलाई जानकारी गराउन चाहन्छु।
दर्शक तपाईँलाई आजको भिडियो सामग्री कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। तपाईँलाई यस्तै भिडियो सामग्री अर्को एपिसोडमा दिने नै छु। तबसम्मलाई बिदा चाहन्छु।